अहिले बालेन रवि आए जसरी नै आएका थिए तपाईका देउवा, ओली र प्रचण्डहरू। उही चाम, उही जोस, उही उमेर, उही देश बनाउँछु भन्ने हुठुटीको साथमा। उनीहरूको नियतमाथि कत्ति पनि शङ्का छैन, तरिकाप्रति असहमति हो। तपाईलाई लाग्ला, देश बनाएका छन् त, यो भन्दा कति हो र बनाउने, व्यवस्था बदलेका छन्, अलिकति बढी यातायात र सञ्चार बढाएका छन्, यो भन्दा कति हो र गर्ने। तपाईको आत्मालाई थाहा छ, यो गराइलाई गरेको भनिन्न। तपाई सके त भ्रमण गरेर, नसके टिभी इन्टरनेटमा देखेर, पुस्तक पढेर हाम्रो देशका हाराहारीका देशले अतुलनीय प्रगति गरेको देख्नु भएको छ। तपाईलाई मनको भित्रैदेखि लाग्छ, हाम्रोमा गरेका छैनन्, जति गर्न सकिन्थ्यो, जति गर्नु पर्थ्यो। तर तपाई आस्थाले बाँधिनु भएको छ, एउटा जागिरले, नियुक्तिले, चिनजानले वा पहुँचले रोकिनु भएको छ। तपाईलाई दलहरूले ठिकठाक जीवन बाँच्ने आधार पुर्याइदिएका छन्। तपाई यस्तो रनभुल्लमा पर्नु भएको छ कि मैले बाँचेको यही जीवन नै काफी हो कि म अझ बेटर लाइफ डिजर्भ गर्थे। तपाई त जेनटेन जिउनु भएको छ, तर तपाईका सन्तानले आस मारेर पासपोर्ट बनाइरहेका छन्, उडिरहेका छन्। यो तपाईलाई गहिरो गरी थाहा छ, तर तपाई भित्र रहेको सानो आस्थाको त्यान्द्रो तपाईको भविष्यभन्दा बलियो गरी गाँठो पारेर बसेको छ। ससानो राजनीतिक पहुँच र त्यसले दिलाउने ससाना नियुक्ति वा ठेक्कापट्टामै तपाईले उपलब्धि देखिरहनु भएको छ। तपाईले केवल आफ्नो बारे सोच्नु भएको छ र आफ्नो बारे सोच्न पाउनु तपाईको अधिकार पनि हो। तपाईको अधिकारप्रति सम्मान छ, तर माफ गर्नुहोला, तपाईले पुस्ताको लागि सोच्नु भएको छैन। 7 पुस्तालाई पुग्ने धन सम्पत्ति थुपारेर मात्र पुस्ताको लागि सोचेको भन्न मिल्दैन। त्यो धन सम्पत्तिको उचित प्रयोग हुने देश पनि निर्माण हुनुपर्छ। तपाईलाई राम्रोसँग थाहा छ, त्यो देश निर्माण भएको छैन र निर्माण गर्ने कोसिस पनि गरिएको छैन। आज तपाईसँग भएको सम्पत्ति खर्च गर्न किन तपाईँ सिङ्गापुर, थाइल्यान्ड, दुबई र मिलेसम्म जापान, युरोप, अमेरिका भ्रमणमा जान चाहनुहुन्छ? तपाईलाई राम्रोसँग थाहा छ, तपाईले कमाएको सम्पत्ति सन्तुष्ट हुने गरी खर्च गर्ने देश नै बनेको छैन, वातावरण नै बनेको छैन। तपाईलाई सबै थाहा छ, देश बन्नु भनेको व्यक्ति धनी बन्नु, कुनै शहरको बाटो चिल्लो बन्नु र भवन अग्लो बन्नु मात्र होइन, तर तपाईँ ससानो आस्था र ससाना लोभहरूमा अल्झिनु भएको छ। देशमै वातावरण बन्यो भने त सन्तान विदेशी नै थिएनन् भन्ने पनि तपाईलाई थाहा छ, तर तपाईले नै सन्तानका सम्भावनालाई आफ्नै हातले मासिरहनु भएको छ। बालेन रविहरू देवदूत हैनन्, एलियन हैनन्, सुपरम्यान पनि हैनन्, तर यसरी त भएन है, फरक हुनुपर्छ भनेर आएका व्यक्ति चाहिँ हुन्। दलको दलदलको बीचमा एउटा सानो चेतना झोसेका व्यक्ति चाहिँ हुन्। फरक गरेछन् भने धन्यवाद भनौला, उस्तै रहेछन् भने मत फेरौँला, मन फेरौँला। कुनै नियुक्ति, जागिर, प्रलोभन, ठेक्का वा लाभको आशमा होइन, यो देशको रौँ छामेपछि र आफ्नो देशको अवस्था देखेपछि निराश मनले सानो आशासहित यसपालि मेरो निशर्त समर्थन बालेन, रवि र रासोपालाई। अब कुनै नेपालीलाई ज्यान पाल्न राजनीतिक दलको दास बन्नुपर्ने छैन भन्ने अपेक्षासहित प्लिज